हामी छोरा मान्छेको जिन्दगी पनि कस्तो अजीब हुन्छ नि है। हामी दिन रात पसिना बगाउँछौं त्यो अन्जान नारीसँग एउटै टेबलमा बसेर शान्तिसँग खाना खान पाऊँ भनेर। त्यो नारी जसले हाम्रो संघर्ष देखेको हुँदैन, हाम्रो अधुरो रातहरू देखेको हुँदैन, हाम्रो थाकेको अनुहार पछाडिको जिम्मेवारी बुझेको हुँदैन। भाग्यले साथ दियो भने असल नारी भेटिन्छ जसले तिम्रो घाउमा मलम बन्छ, तिम्रो हारमा अघि बढ्न हौसला दिन्छ र जिन्दगीलाई सजिलो बनाइदिन्छ। तर गलत नारी जीवनमा आयो भने मानिस बाँचिरहेको भएर पनि भित्रभित्रै सकिन थाल्छ। आफ्नो भोक मारेर इच्छा दबाएर कमाएको सम्पत्ति मात्र होइन, शान्ति पनि सकिन्छ, आत्मसम्मान पनि हराउँछ र कहिलेकाहीँ त मर्नु नबाँच्नु बनाएर छोड्छ। त्यसैले सबैभन्दा पहिले आफ्नो आमा बाबुको कदर गर्नु, उहाँहरूलाई खुसी दिनु, शान्ति दिनु, किनकि संसारले साथ छोडे पनि आमा बाबुको आशीर्वादले कहिल्यै साथ छोड्दैन। र अर्को कुरा, आफ्नो मनको शब्द सुन्न सिक्नु। आवेशमा आएर कसैलाई आफ्नो जीवन नभन्नु। केही समयको एक्लोपन सहन सकिन्छ, तर गलत सम्बन्धले दिएको पीडा धेरै गहिरो हुन्छ। जबसम्म तिम्रो भित्री आत्माले हो यही मान्छे मेरो शान्ति हो भनेर भन्दैन, तबसम्म रिलेसनमा नबस्नु, विवाह नगर्नु। किनकि यो दुनियाँमा सबैले तिमीलाई केही न केही झुट बोल्न सक्छन्, तर तिम्रो भित्री आत्माले बोलेको सत्य कहिल्यै झुट हुँदैन।